नमस्कार साथीहरु, तपाईहरुलाई फेरि पनि स्वागत रहेछ गोर्खा नेपाली युट्युब च्यानलमा। के तपाई पनि खरिदारको परीक्षाको तयारी गर्दै हुनुहुन्छ? यदि तपाई पनि रातभरि जागेर आँखा रातो बनाएर पढ्दा पनि आत्मविश्वास आइरहेको छैन भने तपाई गलत ठाउँमा समय बर्बाद गर्दै हुनुहुन्छ। लोक सेवा एउटा युद्ध जस्तै हो, जहाँ तलवारको सट्टा तपाईको हातमा ज्ञानको हतियार हुनुपर्छ। तर यदि तपाई गलत हतियार रोज्नुभयो भने हार निश्चित छ। तपाईले धेरै विज्ञापनहरू देख्नुभयो होला, धेरै सल्लाहहरू सुन्नुभयो होला, तर आज म तपाईको सबै भ्रम तोड्न र खरिदार बन्ने तपाईको सपनालाई मूर्ति रूप दिन इतिहासकै सबैभन्दा धेरै खोजिएको र सफल मानिएको 15 वटा बाइबल अर्थात पुस्तकहरूको सूची लिएर आएको छु। यो भिडियो कुनै पुस्तकहरूको प्रचार होइन, यो मेरो र कार्य सफल परीक्षार्थीहरूको वास्तविकता अनुभव हो। आज म तपाईलाई मात्र पुस्तकहरूको नाम भन्ने छैन, कुन पुस्तक कुन पत्रका लागि उत्कृष्ट छ र किन छ भन्ने कुरा वस्तुनिष्ठ रूपमा बताउने छु। के तपाई आफ्नो सपना साकार गर्न तयार हुनुहुन्छ वा के तपाई लोक सेवा नामक परीक्षामा पहिलो नम्बरमा नाम निकाल्न तयार हुनुहुन्छ? यदि हो भने यो भिडियो तपाईको जीवनको सबैभन्दा महत्त्वपूर्ण भिडियो हुन सक्छ। मलाई थाहा छ तपाईको समय मूल्यवान छ, त्यसैले म यसलाई थप बर्बाद गर्ने छैन। ल त साथी हो, आउनुहोस् प्रथम चरणबाट सुरु गरौँ। तर अघि बढ्नु भन्दा पहिला यदि तपाई मलाई यो मिसनमा साथ दिन चाहनुहुन्छ भने कृपया यो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र यो भिडियोलाई लाइक गर्नुहोस्, ताकि म जस्ता मोनिटरहरूले तपाईहरुलाई यस्तै उत्कृष्ट सामग्री प्रदान गरिरहन सकौं। ल त सुरु गरौँ आजको यो महत्त्वपूर्ण भिडियो। ल अब यहाँ हेर्नु, तपाईहरुलाई समझ्न बुझ्न गाह्रो नहोस् त्यसका लागि चाहिँ यहाँ सबै थोक लेखिदिएछु। सबैभन्दा पहिला प्रथम चरण भन्नाले फर्स्ट पेपर अर्थात जीके आईक्यू बारे कुरा गरौँ कि जीके आईक्यू को लागि कुन बुक बेस्ट हुन्छ। प्रथम पत्रमा सामान्य ज्ञान अर्थात जीके र सामान्य बौद्धिक परीक्षण अर्थात आईक्यू समावेश हुन्छ। यसका लागि निमन पुस्तकहरू उत्कृष्ट मानिन्छ। योमा सबैभन्दा पहिलो नम्बरमा आउँछ टंकेसीको बुक खरिदार परीक्षा सारथी। अब यो बुक किन राम्रो त? यो पुस्तकमा विषय वस्तुको गहराईको व्याख्या र आधा अवधि तथ्याङ्कहरू समावेश छन्। धेरै परीक्षार्थीहरूले यसलाई लोक सेवाको बाइबल जस्तै मानिन्छ। हेर्नु, मैले सुरुमै भने थिए धेरैको लागि यो पुस्तक लोक सेवाको बाइबल नै हो, किनभने यसले विषय वस्तुको निकै गहराईसम्म व्याख्या गरेको छ र पछिल्लो तथ्याङ्कहरू समावेश गरेको छ। यसले तपाईको आधार बलियो बनाउनेछ। त्यसपछि नम्बर 2 मा आउँछ राजेन्द्र राउत र ईश्वर अधिकारीको किताब खरिदार ज्ञान सागर। अब यो बुक किन राम्रो छ त? यसमा जीके का विषयहरूलाई समझ्न सजिलो हुने गरी सूत्रबद्ध रूपमा प्रस्तुत गरेको छ। यो पुस्तकले तपाईलाई लामो समयसम्म तथ्यहरूलाई समझ्न मद्दत गर्छ। त्यसपछि नम्बर 3 मा आउँछ बोधराज कोइराला अर्थात बोधी सरको बुक आईक्यू विधि। अब यो बुक किन राम्रो छ त? आईक्यू का लागि यो पुस्तक निकै लोकप्रिय छ। यसमा सर्टकट मेथड र अभ्यासका लागि धेरै प्रश्नहरू छन्। यसले तपाईलाई कम समयमा प्रश्नहरूको समाधान गर्न सिकाउँछ, किनभने योमा धेरै अभ्यासका लागि प्रश्नहरू छन् र समयको अभावमा यो पुस्तक तपाईका लागि ठूलो साथी बन्न सक्छ। त्यसपछि नम्बर 4 मा आउँछ गोकर्ण प्रसाद उपाध्यायको बुक आईक्यू एन्ड जीके स्पेशल। अब यो बुक किन राम्रो छ त? यसमा अंग्रेजी र नेपाली दुवै माध्यममा बुझ्ने सजिलो हुने गरी प्रश्न उत्तर शैली राखिएको छ। धेरै साथीहरू नेपालीमा जीके पढ्न गाह्रो मानिन्छ। यो पुस्तकले अंग्रेजी र नेपाली दुवै माध्यममा सरल रूपमा प्रस्तुत गरेको छ र प्रश्न उत्तर शैलीमा भएकाले यो तपाईको तयारी जाँच्न लागि पनि उत्कृष्ट छ। त्यसपछि नम्बर 5 मा आउँछ मित्र प्रसाद घिमिरेको बुक खरिदार सफलताको साथी। यो पुस्तकमा पछिल्ला वर्षका प्रश्नहरू र सम्भावित प्रश्नहरूको राम्रो संग्रह छ। अभ्यासका लागि यो बुक एउटा उत्कृष्ट स्रोत हो। ल त प्रथम चरण पार गर्नुभयो, अब पालो हो लिखित परीक्षाको, जहाँ तपाईको ज्ञान मात्र होइन तपाईको लेखन शैली, उत्तर प्रस्तुत गर्ने तरिका र विषय वस्तुको बुझाइको परीक्षण हुन्छ। द्वितीय र तृतीय चरणका लागि पनि हाम्रो सूचीमा रहेका 5 वटा पुस्तकहरू छन्। तर त्यो जान्नु भन्दा पहिला साथी हो, यदि तपाईलाई भिडियो इन्फर्मेटिभ लागिरहेछ भने भिडियोलाई एउटा लाइक गरिदिनु होला र यस्तै नै लोक सेवा सम्बन्धी न्यू अपडेट सबैभन्दा अगाडि हेर्नका लागि हाम्रा च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसन बटन अन गरिहाल्नु होला। अल नोटिफिकेसन बटन अन गरे पश्चात के हुन्छ भने मैले कुनै लोक सेवा सम्बन्धी नयाँ अपडेट हाल्छु त्यो चाहिँ तपाईको समक्ष सबैभन्दा अगाडि पुगिहाल्छ। ल अब यहाँ हेर्नु, द्वितीय र तृतीय चरण अर्थात सेकेन्ड एन्ड थर्ड पेपर रिटन एक्जाम। लिखित परीक्षाका लागि विषय वस्तुको बुझाइ र लेखन शैली महत्त्वपूर्ण हुन्छ। ल अब यहाँ हेर्नु नम्बर 6 मा लिखित परीक्षाका लागि कुशल नेपानेको पुस्तक खरिदार द्वितीय र तृतीय पद। हेर्नु, यो पब्लिकेसनको नाम हो र यो चाहिँ बुकको नाम हो। अब यो बुक किन राम्रो त? बुदागत रूपमा उत्तर लेख्ने शैली सिक्न यो पुस्तक उत्कृष्ट छ। यसमा पाठ्यक्रमका सबै बुदाहरू समेटिएका छन्। हेर्नु, लेख्न शैली सुधार गर्न यो पुस्तक धेरैको रोजाइमा पर्छ। यसमा उत्तरहरूलाई बुदागत रूपमा प्रस्तुत गरेको छ, जसले तपाईलाई परीक्षामा उत्तर कसरी प्रभावकारी रूपमा लेख्ने
भन्ने सिक्ने मद्दत गर्छ। यो पुस्तकले परीक्षाको दृष्टिकोणले आवश्यक सबै पक्षहरू समेटेको छ। त्यसपछि नम्बर 7 मा कुलचन्द्र पाराजुली र विष्णुदत्त अवस्थीको बुक द्वितीय र तृतीय पत्र विशेष। यो बुक किन राम्रो छ त? किनकि कार्यालय व्यवस्थापन र कार्य ज्ञानका विषयहरूलाई सरल भाषामा व्याख्या गरिएको छ र जटिल भन्दा जटिल विषयहरूलाई पनि सजिलै बुझ्न मद्दत गर्छ। त्यसपछि नम्बर 8 मा हेमराज तेमाङको पुस्तक खरिदार इक्जाम म्यानुअल किन राम्रो? यो पुस्तक फर्मेट बेस्ड छ, जसले गर्दा परीक्षामा कसरी उत्तर सुरु गर्ने र कसरी अन्त गर्ने भन्ने प्रश्न हुन्छ। भन्नाले यो बुक तपाईलाई प्रत्येक प्रश्नको उत्तर कसरी सुरु गर्ने, कुन कुरामा ध्यान दिने र कसरी अन्त गर्ने भन्ने प्रश्न रूपमा सिकाउँछ। यदि तपाईलाई उत्तरको रूपरेखा अर्थात् फर्मेट बनाउन गाह्रो लाग्छ भने यो पुस्तक तपाईको लागि उत्कृष्ट हो। त्यसपछि नम्बर 9 मा आउँछ तिलक पौडेलको पुस्तक खरिदार मार्गदर्शक किन राम्रो? किनकि संविधान, कानून र सार्वजनिक सेवाका विषयहरूमा यसको व्याख्या निकै आधिकारिक मानिन्छ। भन्नाले संविधान, कानून र सार्वजनिक सेवाका विषयहरूमा यो पुस्तक धेरै भरपर्दो मानिन्छ। यसको व्याख्या आधिकारिक र प्रामाणिक हुन्छ। त्यसपछि नम्बर 10 मा कृष्ण प्रसाद वेलवासे र चुडामणि शर्माको पुस्तक खरिदार दोस्रो र तेस्रो पत्र। यो बुक किन राम्रो त? किनकि अनुभवी लेखकहरूको समूहद्वारा लेखिएकाले यसमा परीक्षाको दृष्टिकोणले महत्त्वपूर्ण पक्षहरू बढी समेटिएको छन्। यसले तपाईलाई विषयवस्तुको समग्र बुझाइलाई विकास गर्न मद्दत गर्छ। अब लिखित र वस्तुगत परीक्षाको आधार त बन्यो, तर यदि तपाईले नियमित अभ्यास गर्नु भएन र आधा अवधि जानकारीहरू राख्नु भयो भने तपाईको तयारी अधुरा नै रहनेछ। त्यही तयारीलाई पूर्ण रूप दिनका लागि हाम्रा सूचीमा रहेका बाँकी 5 वटा पुस्तकहरूको नाम पनि हेरिहाल्नु। यहाँ हेर्नु, अभ्यास र सन्दर्भ सामग्री अर्थात् प्र्याक्टिस एन्ड रेफरेन्स बुक। यसलाई चाहिँ पुरा ध्यानले हेर्नु होला, किनकि यो बुकहरू तपाईहरूको लागि एकदमै इम्पोर्टेन्ट छ। किनकि नियमित अभ्यास र थप जानकारीका लागि निमन पुस्तकहरू उपयोगी हुन्छ। नम्बर 11 मा सागर राज खनालको पुस्तक गणित विशेष। किनकि तेस्रो पत्रमा रहेका गणित खण्डका लागि यो सबैभन्दा भरपर्दो पुस्तक हो। हेर्नु, तेस्रो पत्रमा रहेका गणित खण्ड धेरैका लागि टाउको दुखाएको विषय हो, तर यो पुस्तकले तपाईलाई गणितका जटिल प्रश्नहरूलाई पनि सरल रूपमा बुझ्न र समाधान गर्न मद्दत गर्छ। त्यसपछि नम्बर 12 मा राजु गुरुङ र टिमका पुस्तक 50 सेट नमुना प्रश्न उत्तर। यो किन राम्रो छ त? किनकि समय व्यवस्थापन अभ्यास गर्न र आफ्नो तयारी जाँच्न यो पुस्तक काम लाग्छ र साथीहरू नियमित अभ्यासका लागि यो पुस्तक अनिवार्य जस्तै हो। यसमा 50 वटा नमुना प्रश्न उत्तरका सेटहरू छन्। तपाईले नियमित रूपमा समय मिलाएर यी सेटहरूको अभ्यास गर्न सिक्नुहुन्छ र सबैभन्दा महत्त्वपूर्ण आफ्नो तयारीको मूल्याङ्कन गर्न पनि सिक्नुहुन्छ। त्यही भएर यो प्र्याक्टिस बुक तपाई लिइहाल्नु होला, अर्थात् आधिकारिक सरकार प्रकाशन। अब यो किन राम्रो त? किनकि संविधानबाट सिधै प्रश्न आउन हुनाले कुनै पनि गाइड बुकमा भर पर्नु भन्दा मूल कानून पढ्दा सुरक्षित हुन्छ। हेर्नु, यो त मलाई भन्नु नै पर्दैन, किनकि कुनै पनि लोकसेवा परीक्षार्थीका लागि यो पुस्तक पहिलो र अन्तिम बाइबल हो। यसमा रहेका प्राविधानहरू र कानूनका विषयहरू परीक्षामा जस्ताका त्यस्तै सोधिन्छ। त्यसपछि नम्बर 14 मा हेर्नु, आर्थिक सर्वेक्षण र बजेट चालु आर्थिक वर्षको। अब यो किन राम्रो त? किनकि नेपालको आर्थिक अवस्था, जीडीपी र विकासका तथ्याङ्कहरू अपडेट गर्न यो अनिवार्य छ। यसलाई चाहिँ अलिकता अझै विस्तार रूपमा बुझौँ। नेपालको आर्थिक अवस्था, जीडीपी र विकासका तथ्याङ्कहरू अपडेट गर्न यो सरकारी प्रकाशन नै सबैभन्दा विश्वसनीय स्रोत हो। त्यसपछि नम्बर 15 मा हेर्नु, अर्थात् समसामयिक अध्ययन, जसले चाहिँ हामीहरू इंग्लिशमा करेन्ट अफेयर भन्ने गर्छौँ। अब यो किन राम्रो त? किनकि पिछला घटनाक्रम, पुरस्कार र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा अपडेट रहन मद्दत गर्छ। त्यसपछि मेरो तर्फबाट तपाईहरूको लागि केही सुझाव पनि हो। सुझाव के हो भने सबै 15 वटै पुस्तक किन्नु पर्दैन। प्रत्येक पत्रका लागि 1-2 वटा राम्रो टेक्स्ट बुक र एउटा प्र्याक्टिस सेट भए पुग्छ। त्यही भएर तयारी गर्दा आफ्नो अध्ययन शैलीसँग मेल खाने पुस्तकलाई छान्नु होला। ल साथीहो, आजको लागि यतिकै। आज मैले तपाईलाई खरिदारको तयारीका लागि उत्कृष्ट मानिएका 15 वटा बाइबल अर्थात् पुस्तकहरूको सूची र तिनीहरूको विशेषता बताएको छु। तर एउटा कुरा ख्याल राख्नुहोस्, सफलता पुस्तकमा मात्र होइन, तपाईको मेहनत, धैर्यता र निरन्तरतामा लुकेको हुन्छ। तपाईको परिवार र देशको सपना पनि तपाईको हातमा छ। हरेक दिन, हरेक घण्टा र हरेक क्षण तपाई आफ्नो लागि समर्पित रहनुहोस् र जब तपाईलाई हार मान्न मन लाग्छ त्यो बेला मनन गर्नुहोला कि तपाईले सुरु किन गर्नुभयो थियो।
तपाईको मेहनतले मात्र तपाईको सपना साकार पार्न सक्छ र मलाई पूर्ण विश्वास छ तपाईले आफ्नो सपना साकार पार्न सक्नुहुन्छ। आजको यो भिडियो तपाईलाई कस्तो लाग्यो र कुन पुस्तक तपाईको लागि उपयोगी हो कृपया कमेन्टमा बताउनु होला र यदि तपाई यस्तै उत्कृष्ट सामग्रीहरू र तयारी टिप्स हेर्न चाहनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरिहाल्नु होला र यो भिडियोलाई आफ्ना ती साथीहरुसँग शेयर गर्नु होला जुन साथीहरु चाहिँ खरिदारको तयारी गरिराख्नु भइरहेछ अथवा जुन साथीहरु चाहिँ खरिदारको तयारी गर्न सोचमा हुनुहुन्छ त्यस्ता साथीहरुसँग। तपाईको खरिदार तयारीको यात्रामा मेरो तर्फबाट धेरै धेरै शुभकामना। म सधैं तपाईको साथ छु। धन्यवाद। नमस्कार।